मेहन्दी सोध्नु त भन्नु त मैले भनेको सबै मलाई यस्तो भएन उस्तो भएन भने मैले त यस्तो लगाएको छु गुनासो गर्नुहुन्छ मैले राम्रो लाउँदिनँ अरे मलाई त नयाँहरू किन्न मन लाग्दैन अरे अनि हिरो देखिहाल्यो भन्नु नि धेरै लुगा किनेर के गर्नु अरे पूजा गरेर राख्नु अरे चाहिन्छ नि त तपाईँ त हिँडिराख्नुहुन्छ अनि पठाउँदा नि त पठाउँदा यो दुईटा मात्रै लायो हुन्छ अरे अरू चाहिँदैन अरे लुगा ब्लग बनाउन कहाँबाट प्रेरित हुनुभयो कसरी इच्छा जाग्यो भनेर सोध्नु उहाँको साथीले भन्नुभएको अरे उहाँको साथी यस्तै हुन्छ ए समीर भन्ने उसले चाहिँ एकदम उसलाई चाहिँ यस्तो गर्न मन लाग्छ नि त अरू गर्ने अनि उसलाई चाहिँ गर भनेर अनि गर्नुभएको अरे ए पैसा आउँछ पैसा ढिलो आउँछ अरे पुग्दैन अरे भगा स्टार्ट त हो के भन्नुहुन्छ बिहानदेखि बेलुकासम्म हिँड्छु बनाउँछु भन्नुहुन्छ त्यही हो ओके अब चाहना क्याफे खोल्ने छ होइन अनि धेरै दर्शकहरूले पनि माया गरोस् भन्ने पनि चाहना रहेछ होइन भन्नु के भन्नुहुन्छ आफ्ना दर्शकलाई भिडियो हेर्न कसरी अनुरोध गर्नुहुन्छ च्यानलको नाम के हो भनेर सोधिदिनु थाहा छ धेरैलाई त्यही पनि उहाँको च्यानल भन्नु नि आलु हेलमेट हेलमेटको चाहिँ ढाँचा छ तपाईँले चाहिँ यसरी के भन्नुभयो श्रीमानको कुरा नबुझेर श्रीमती अलमल्ला क्लास दिनु पर्यो बिर्सिसक्यो अलिअलि जानेको नि मैले अनि तपाईँले सिकाउनु पर्छ नि त खै त मलाई आफै आउँछ त के भन्नु दुइटैको माया लाग्छ होइन होला एउटा छोरी दुइटैको अब धेरै पैसा नभन्छ पैसा छैन अरे खर्च हुन्छ अरे छैन अरे अहिले चाहिँ घर परिवारले तपाईँहरूले कस्तो